Jojolpa Napal Laskus, Nepa Channel Swazona Dibi, Sakla Sokumi Bazumezu Pinta, Dunugulanche, Laskus Yanazona Ji, Sushil Shahi. Chickpin San Swazona Digudu, Jazo, Celebs Talk Time. प्रत्येक बुधबार बनी 8 बजे वही उठुको ज्याजुसँग जिमसँग नेपाल भाषा खेलकुद व तिथि मनोरञ्जनले खेले थगु नाजागा दिरुङगुपी तिथि व्यक्तित्व पि नापंगु खलाबाला सिकबिनि न्यानि न्याब्याचनको का थटिहे थौना जिमसँग थन स्टुडियोले छमजगु मजुसे सोम कलाकार भाजु बिन्द बनागुदो वेकअप न्यू परिचय बिमाल दासा थौकने आयु थो इले वेकअप निसँग प्रोजेक्ट बाजा नेपाल का चाहिँ पुलाउ जी नेवा संगीत त चाहिँ नि छौ बजेनाटेउ आज तया न्याना जम्पी वेगमी कलाकार बाजुबी प्रोजेक्ट बाजा नेपालया अध्यक्ष फिरोज बजाचार्य सचिव विश्वास बजाचार्य नाप कोषाध्यक्ष बिपु श्रेष्ठ जुत थन स्टुडियोले खला बलाई नीति बनागु दो जासा वेगमी त लस्कुस त सिक्न सकेस त सुधादे दक्षिपले नापाला सिक्न जुन थो प्रोजेक्ट बाजा हरगा चाहिँ जुन ज्याजो याना ज्याजोंगु दो वो बाजायु थयुपी थो चाहिँ खास छु के परिचय पछि बिहारी छन् प्रोजेक्ट बाजा चाहिँ छु नामन छिए प्रोजेक्ट बाजा नेपाल बाजे छियु नेपाली बाजा होल नेपाल बाजायु मार्फत चाहिँ नि छिस नेपाल चिने या वो झोले चाहिँ छियु बाजा त अझन थासे मलाई नि दखले नापा संवर्धन प्रवर्धन या छियु मेन टार्गेट ख हजुर सिक्विन्सन चाहिँ थो अझ न थासे मलानी गाटे दिल हजुर थो छुकारमा चाहिँ थासे लायो भए मफुक एकदमै सीमित थासे जग्गा जस्तै टोले एक्जाम्पल यो लागि दाफा था हजुर दाफा म्युजिक भजन न त्यामको हजुर दाफा म्युजिक दायो हिस्ट्री अनुसार सिधे गए 1500 वर्ष पुलाउपट्टि खनिदो छियु रिसर्च अनुसार वो अनुसार चाहिँ नि छियु दाफा म्युजिक अपयना छियु पार्टी जगे सीमित ज्याजन हजुर छियु दाफा म्युजिक दायो एकदमै चोछा बजु दुपट्टि म्युजिकली न खलाउ खस विभिन्न किसिमको ताल दो हजुर छौ क्लास दु म्युजिक ख तर वो म्युजिक चाहिँ पार्टी जगे सीमित ज्याजन विद छिस सही ढंग चाहिँ छिस थासे केनीमा भयाजन छियुपट्टि प्रोजेक्ट बाजा नेपाली युपट्टि चाहिँ मेन टार्गेट त है हरेक बाजा त नेपाली बाजा विद चाहिँ सही तरिका चाहिँ नि सही थासे केना हुने प्रस्तुति हजुर हजुर अहिले सिक्बिन्छ थो गठन चाहिँ घटना जुल प्रोजेक्ट बाजा नेपाल गठन घटना याना दिए खला छियु टिमे गुल्न पासपि दु मेम्बर त दु अपयना म्युजिशियन दु टेक्निशियन जस्तै भिडियो सम्बन्धी डिजिटल मार्केटिङ सम्बन्धी त हरेक क्षेत्र युपी चाहिँ नि टिमे मेम्बर त दु जुगुपट्टि पर्सनली खलायो खस जिन छ म्युजिशियन या ख अले फुको पासपि थय थासे जाइना चौ जुल अले थय छियुपट्टि बाजा मायाला स्वित मरेला जी नापा प्रिभियस बैंड रिदम बैंड दीपक बजाचार्य एंड रिदम बैंड लिसी चाहिँ जी यक्कु समय तक जायना तर साइरे छियुपट्टि बाजा ताइहो न माया चाहिँ नि मने दु अले छियु बाजा जस्तै जी छम म्युजिशियन नाप रेकर्डिङ न याउ जायना रेकर्डिङ एरेन्ज अले छौ पला जी थयुपट्टि विचार अनुसार चाहिँ नि झियुपट्टि म्युजिक जी फु छुया फैले थै त संवर्धन याउ वो जाजोली न्याउ त छुया फैले त टाइम विचार वया छ नि अले जिला रेकर्ड या छ नि अले जुका आथयो झियु बाजे था थसे बना रेकर्ड या त सोच दया छौ जुल अथे पास बिपु न हरेक बाजा त था टाइम नाप्लना जनी सर्कल छौया जुल अले छौय ख्या जुल हजुर संगीत यो खेले अले प्लान विस्तार बने ज्या भन हजुर आठो प्रोजेक्ट बाजा जस्तै फिरोज दाइ न चाहिँ थय साइड विस्तार ढाका चुना रेकर्डिङ या जस्तै दक्ले नापा चाहिँ फिरोज दाइ न कोकना यो चाहिँ इन्द्रायणी डेपा दाफा खल यो चाहिँ
दाइन याको चाहिँ झाया चाहिँ रेकर्डिङ यान दिलो दाफिमा अहिले जीव गन गन तालुका जिन थै साइड चाहिँ रिसर्च जी 4-5 वर्ष लगभग दाफै विषयले रिसर्च नै यान छुना अहिले विभिन्न दाफा गुल्न छौ स्ट्यान्डर्ड कम्पोजिसन जस्तै फिक्स कम्पोजिसन त दु जस्तै पोलिरिदम कम्पोजिसन त धाइ वो चाहिँ चिराउँछु चिज चाहिँ म हुका वो एकदमै टडाउ चोजा भयो एकदमै स्ट्यान्डर्ड रूपटी एकदमै उच्च कोटि रचना त झिउ दाफा म्युजिक खण्डु ले वनिदि चाहिँ मचबले नासिन दाफा कि झिनेवा बाज त इको थाना चुनुबले चाहिँ दाफा छौ चाहिँ उली खनमर्या छु न तो छुजिया मुजु टुके ठेठो सेकुङ वनबे ठेठो कम्पोजिसन न दु रे खन्दियाउले चाहिँ त एकदमै बुनि नासे इन्ट्रेस्ट जुयाजु समयले थन याको सा जुयाजु समयले चाहिँ अहिले फिरोज दाइन न चाहिँ वो ज्या याना चाहिँ खमले चाहिँ अहिले जिमी सल्ल जुल अहिले सल्ल ज्या दाइ ठुक्न झिमे चाहिँ न्यान मालिनु त्यहाँ चाहिँ फुक्सिया चाहिँ सल्ल जुया चाहिँ वेट इन्टु चाहिँ झि खना चोमपटी सम्म वरिष्ठ ढामल उयोको लक्ष्मी प्रसाद ढङ्गोल उयोको दाइन चाहिँ ठुकै योकै इन्ट्रेस्ट दो कारण चाहिँ यामाली झिमेठो झिसाम यासा सुना याइ त्यही नीति चाहिँ काठो न्याकी हुनु त्यहाँ चाहिँ न्याउया जुसा न्याकी हुनु त्यहाँ चाहिँ अहिले हरेकौँ सेक्टर मुनु छ जस्तै डिजिटल मार्केटिङ जस्तै विश्वास दैन चाहिँ कहाँ जी सपोर्ट या छिउ ठैलाई झि न्याउनु धरे भिडियोग्राफी अनुप दाइसम्म नदु अहिले जस्तै झि प्रोग्राम सुरामीको लागि चाहिँ हरेकौँ साउन्ड सिस्टम फुको व्यवस्था या त चाहिँ सुजित ललितपुर साउन्ड न झिके टिमे जिना चोनी ढाइथे सकैसँग चाहिँ सल्ल जुया चाहिँ का न्याउनी रे हिसाबमा चाहिँ ठो न्याउ चाहिँ हजुर दकेसियो थथयु चाहिँ नि योगदान हजुर फुकसी चाहिँ प्रति इन्ट्रेस्ट दु जुल तर चाहिँ मुकिला माल हजुर छटा हिसाबमा छटा मुना चाहिँ अहिले थो पाइला न्याउले चाहिँ थनाना चाहिँ अहिले प्रोजेक्ट बाजे ज्या सुरु छ डक्ले नामा चाहिँ छिस दाफा चाहिँ जस्तै धा धिमे नाकी मे गुल्न बाजा त दु वो भेज न्यान्छौँ दु यु देशमा उइटा फलो यान्छौँ दु तर वो मध्ये न नेवारी म्युजिक मध्ये न डक्ले स्ट्यान्डर्ड चाहिँ एकदम भेरिएसन डुबुरी म्युजिक चाहिँ दाफाय ख आतको वो स्वेबले सिन दु वे चीज चाहिँ झिउलिउ नाना छु न यो खण्डुले चाहिँ थनाना से सूर्य आउनु ट्विटर चाहिँ झिसा रेकर्डिङ डक्ले नाबा दु आटको झिके बचे जाछौँ आज पिङके प्लापे दु नि झिसा बचे यानु रेकर्डिङ छौए उपाय रेकर्डिङ चाहिँ ख हजुर रेकर्डिङ याना वो झ्या सूर्य ना चाहिँ अहिले उइटा विस्तार अनुसरण ना चाहिँ पद्धति ताल पद्धति हया फुकै ना चाहिँ दाफा चाहिँ ठुक्न चाहिँ न्याउ नाच्नु चिसा थो दाफा थ्याबले चाहिँ नापा नापा चिसा थो नासदियो पुजेना अयो अयो न खन्नु जस्तै अथवा अथै रेकर्डिङ एपले चाहिँ नि अयुक्ति छु विधि विधान पुरा यामा अयो छु अवस्था दु रेकर्डिङ या यो लागि खासै आवश्यक मौजुद छ वो पार्ट चाहिँ प्र्याक्टिस चाहिँ मा जस्तै रेकर्डिङ दा होला छौ रेकर्डै बसे जिउ ख छौ क्वालिटी मेन्टेन अथवा हरेक चीज बाला पक्ष त ध्यान तया चाहिँ नि बालाको प्र्याक्टिस चाहिँ यामा तर वो पूजा याना एना यामा त आवश्यक चाहिँ मरु ले जस्तै छिसन पछि कना दिसन थो प्रोजेक्ट बाजा नेपाल गठन न्यू विषयले भति अनुभव कना दिसन हजुर जस्तै म्युजिशियन पास बिना पाउन आपलाले चाहिँ नि अफो हैन संगीत ले संगीत दुन्जो पटी गुल्न अथवा डिटेल्स त देखि उके चाहिँ नि पास पनि एकै गफ ज्या छ नि जस्तै बिपु के चाहिँ नि जुन संगीत जको मुख्य संगीत योपटी वो गेना संरचना जुल गुब्ले बने जुल देबडी ऐतिहासिक नलेज फिरोजिया चाहिँ छौ म्युजिक के दुनियापटी डिटेल चाहिँ नि नेप्न न सुसुटा नाच नि छ जिमसा मटापटी चीज त अले वो चीज वो डिटेल खनिबले चाहिँ द चाहिँ छु महसुस लाभले जिहोपटी नेपाली दाफा जको महो कि नेपालीला जे नेवारी संगीत हरेक जनजातीय ठोठो संगीत दु यो संगीतला जियोपटी संस्कृति नपाउ जोडे जो जियो जीवनशैली नपाउ जोडे जुपटी चीज जुल उकेला यो कोही चीज दु तर उली जुइकन झिपी चाहिँ छा ठौ जको थासे सीमित जुया चनले त यो पनि छौ प्रश्न चाहिँ जीवन दिमागले होया छौगा अहिले पासमी चाहिँ स्टेज एचना मेपिन त यिङकी पिजुल तर जी चाहिँ सम दर्शक बने ज्या बिचाय आपले चाहिँ सायद झियोपटी संगीत उली बालाका न झियोपटी छौ परफॉर्मेंस दै नि मोनोटेट ऑडियो न माउदु विजुअल न माउदु अनला गिमिक न माउदु हरेक चीज माउदु अन्थाला सायद वो फुको कम्बिनेसन छौ चाहिँ या माउ जरुरत दुला दैउटी छौ फिलिङ न होला ल वे तरिका सल्ला जुबले चाहिँ ख अन्थालाको जे ट्रेडिशनल म्युजिक योपटी इन्स्ट्रुमेन्ट बजाया अन्थालाको हाल्योपटी न खजुल उनापनमा इवन परफॉर्मेंस जस्तै झियो ग्रुपे मेम राज्य बज्राचार्य हैन पासा न दु परफॉर्मेंस है अले वो फुको सो कम्बिनेसन प्याओल अले वो चीज त ठौय अवस्था वो 15औं शताब्दी 18औं शताब्दी देखाटो चीज त ठौ 21औं शताब्दी ला
छु भन्छ परिवारजन यावले यामाल ताबले गुये खै त चाहिँ परिवारजन याव मुख्य वइ त प्रस्तुत याव तरिका चाहिँ परिवारजन याव नापा वो चीज चाहिँ नासन चुके ज्यासन अथवा छि बाहा बैली अथवा गन अन डब्ल्यू ज्यासन धासा आ साथ उके लागि चाहिँ नि संसारभरि यहाँ नै छियो प्लेटफर्म बने जुइ फै त एउटी छौ सुरुवाती रूपमा चाहिँ नि त्यो प्रोजेक्ट बाजा नेपाल चाहिँ यहाँ खोज्नु छिटो प्रोजेक्ट बाजा नेपालले चाहिँ गोम दुज ल नेम च्याम ठुके चाहिँ नि चाहिँ सङ्गीत सनाजोबे पास्पी अहिले व्यवस्थापन अहिले टेक्निकल फुकाइना चाहिँ नि जुबे चाहिँ 7 जना जुल अहिले चाहिँ वथेन तो चाहिँ 7 जना झिपी दुजो पिन जुल वथेन तो चाहिँ छिटो चाहिँ झिपीलाई अझ न झिसँग यो कुची सेकी मानि झिसँग सौ झिसँग आटोले झिसँग रिसर्च ना झिसँग थौ सेका चुनु उखे ठुके झिसँग निना रेकर्ड ना चाहिँ ठो गरजु ठो वो झिसँग फुक चेक ना तर न छिटो न गाइडलाइन पनि गाइडेपी मा दैथे चाहिँ झिसँग चाहिँ नेपालीसम्म वरिष्ठ कलाकार छि सरबादक चाहिँ सुरेश बजाचार्य सर मिलन तन्दुकार सर वेक पिन्सन जिमसँग ग्वालिया त्यहाँ चाहिँ वेक पिन्सन अझ न योकै ग्वाली ना दिया जुन जिम त जिमसँग गुनी गुनी राग दै चीजला ठय वे राग दै योकु तरिका यो राग दु चाहिँ वेट इन्टु वेक पिन्सन चाहिँ मसा मुची उठा ठो गेना ठो राग त छुखट हेउ चाहिँ जस्तै वेक सुरेश सर पिन्छ मिलन दाई पिन्छ चाहिँ योकु थासे जिम त चाहिँ न ग्वाली नाच वेक पिन्छ चाहिँ जिउ चाहिँ सल्लाहकार यो रूप बन्न चाहिँ वेक टिम त चाहिँ नि ग्वाली मध्ये वेक पिन्नु न अझ योगदान दु जस्तै आथो जुन सिक्बिन्छ जुन 12 मासे टुन दगा चाहिँ जुन थो प्रोजेक्ट बाजा चाहिँ मतलब थयो बसाक बया जुन्दो थुके बिचे चाहिँ थो ज्याजो सफल या त गयो किसिम एउटाको चुनौती होला सिक्बिन्छ दक्ले नाबा सुरुवात हुन्छ क बाहको ना हजुर अवश्य न हजुर विश्वास जी छौया टोले पिन्छवाले ना प घर तुला हरके जुबी पाछे अले सुन समयली नाप लाइभले फेबले हरेक समयली नाप लाइभले ज्या सम्बन्धी गफ जी जुल विश्वास चाहिँ डिजिटल ग्राफिक साइड यो ज्याजुल जी चाहिँ म्युजिक साइड यो ज्याजुल झिमिले ज्या छुया फैले रे हरेक टाइम गफ जिउका अले सायद वो टाइम में चाहिँ नि अथे गुली 2007-8 वो टाइम में चाहिँ नेपालले चाहिँ नि रिमिक्स समेत चाहिँ नि चले ज्या छौ टाइम में अले वो रिमिक्स म्युजिक त मेत त यो घर्र मरे आउने मौसमी नाबा सुर खंजु चाहिँ नि रिमिक्स में देग्यु रे खंजुलो म अले यो क्षणिक जीवटी जायना मजो तायो चाहिँ अले छुयास जी रहे तायो वो समयले चाहिँ ठ्याक्क मुटु चाहिँ 12 मासी तुन देया प्यामल अले विश्वास जन अन 12 मासी तुन देयो छु देया पटिज छलफल जुल अले थो चीज तायो आछि यो नेवा लोक तुन त खनि सिजनल तुन विस्तार गफ ज्याउन का देगा पनि नु तया निम मिले ज्या चाहिँ विश्वास प्रोडक्सन हरेक चीज होला जी अले टेक्निकल खन्द म्युजिकल खन्द सोया ओके लागि चाहिँ सुरेश बजाचार्य जुन जिगु सरोद गुरु न ख सुरेश दाइ लिसी चाहिँ सल्लायना सुरेश दाइ न चाहिँ नि फुकत हुन त चाहिँ संकलन नाद दुखने हजुर सुरेश दाइ के सल्लायना सुरेश दाइ न काछि मिले ज्या ज्या रे या अन चाहिँ रेकर्डिङ ज्या सुरु जुल ट्याबले 2007-8 8-10 वर्षला दटजी अडियो ज्याजो हजुर अडियो ज्या चाहिँ नेपसँग कोचनाउन युके वो 12 मासे धुन एल्बम छ यो लागि चाहिँ नि नेपाली भवन लापी अछि कलाकार त चाहिँ युके इन्भल्भ जो दु के अडियो ज्या चाहिँ एना कोचाओ जुल वो टाइम में आ सीडी पिकाउ त यानो गफ जुल खंजुल अले थयो ज्या चाहिँ थयो धुने लगे ज्या वो सीडी चाहिँ पिका म खया मन वो टाइम में अले आ थौकने थौ वया चाहिँ नि थौ हान थौकने हान सिदियो जमाना मखे आ चाहिँ भिडियो हे माउ अवस्था जिङ ए ज्या वो नापा मेहनत याना देखा त्यो अडियो वेदा चाहिँ नि आ अथे म त असि सकिस्त न किन्यो हिसाबमा चाहिँ भिडियो हे माउ हिसाबमा आ 12 वटा भिडियो देखाउने प्लान दु ज्या छौ जुल
वे दौराने चाहिँ सोफुमे चाहिँ भिजुअल सिदाउजु ल हजुर धनाश्री सिनाजिया सिनाज्या अहिले मालश्री मख्त थो सिलुदुन हजुर सोफु चाहिँ नि भिडियो तयारी जुनको हजुर मास्टर न रनिङ ची सिरेगाल पोस्ट प्रोडक्सन भाग पनि हजुर ज्याजुले छिकमिनसँग चाहिँ प्रोजेक्ट बाजा बारे चाहिँ चोसा बाबु ख जाना दिएको जुल आरास ज्याजुले पल्क दिपाई जुदिङ दु सोकुमी बाजु मेजबी थौया मु पाका छ जिमसँग बनाएको ख प्रोजेक्ट बाजा नेपालिया दुज बाजु बिन्दा वेकअपी नापन ल्याउँदैनीको खला बला हाक्न दिपाली पा न्याबे गएजी आरास पल्क ब्रेक सोकुम बाजु मेजुबी त बचाको दिपाली पा हाक्नस क ज्याजुले लस्कु स्याना जना छिकमिनसँग सोया जना दिगु ज्याजु सेलेब्स तक टाइम मले थौया ठुगु ज्याजुसँग जिमसँग थन स्टुडियोले खला बलाई निटिङ बनागु प्रोजेक्ट बाजा नेपालिया दुज कलाकार बाजु बिन्दा जासँग वेकअप इन्दा हाक्नस क लस्कु स्या हाक्नस क लस्कु सिकमिन सकेस त छौ खन चाहिँ छुरासा थयु थोला एकदम छिकमिनसँग तरौपटी चोसा बाउपटी ज्या छिकमिनसँग याना जना दिगु वो ज्यायाको दौराने चाहिँ जस्तै उन्मछि मनु त मिलायामाले उन्मछि सङ्घ संस्थानमा चाहिँ यो यामाले गुल्ताको थाको मतलब छौ पर्फर्मेन्स केन्यु लागि चाहिँ नि गुल्ताको गयो तको चुनौती भयो पर्फर्मेन्स यो लागि नाप व्यवस्थापन यो लागि हजुर खला छि व्यवस्थापन साइडे चाहिँ भन्छ बनिए यामनि जुल प्र्याक्टिस यामनि जुल फुक्क पास पनि उपरि चाहिँ छौ जोस चाहिँ नि दुने थयोपट्टि तयोपट्टि म्युजिक छियु म्युजिक थयो तयो चाहिँ नि भावना दु ज्या चाहिँ नि फोकस यहाँ उठेको जोस दु हजुर अहिले जोस मिलेन चाहिँ नि व्यवस्थापन न ज्याउना जोपट्टि जुलका तर वो छि थ यो विषयले चाहिँ सकिसान जोस चाहिँ यन्छौँ तर आफ्नो धेरै थिए वो जोसँग जग्न जाया छिट ठाकुनी वे थिएन तो चाहिँ छिउ थाकु ऱ्यापले गयो किसिम उपटी चाहिँ थाकु चाहिँ छिकदिन्छ अनुभव हैन हरेक अंक जस्तै आ छि प्रोग्राम याबले छौची रहन्छु प्रोग्राम याबले आग्ने बिजनेस चेसु खर्च व्यवस्थापन छिट यो कोही कस्ट ठौक्ने जस्तै चिचिरौँ भेनी टाक्न झिसा चार्ज पुनमा साउन्ड सिस्टम नासिके हरेकौँ खाजा नासिके हरेकौँ फुक्कै व्यवस्थापन याबले छुमक साना चिरहन्छु झिसो प्रोग्राम याबले न लाख 1.5 लाख न चुए नागेजु उके लागि चाहिँ आटको चाहिँ झिके चुए सोर्स मर्ने गन्न तर ठुसी चाहिँ छि लेतपुर महानगरपालिकापट्टि छि मेयर साहब चिरबा मर्जन जिउन चाहिँ चिनचु वचन बिहा झाउडो छिटो चाहिँ छु हदसम्म चाहिँ ग्वाली या त वो छौ चाहिँ जिम त चाहिँ एकदमै लस्ता हो खजुल अब ठेन्टु मेमे पि संस्था देशन इन्सा वेकअप इन्सा फु भदी ग्वालीलाई यान्छौँ तर मेमे छुछु संस्था चाहिँ सिक्किम त ग्वाली न जस्तो जस्तै थने न्योनी ये दाथे जस्तै छिथन मेम्बर देउ जस्तै विश्वास बजाचार्य दाइयो चाहिँ लङ टेल ई मिडिया जस्तै वेकअप इन्सा चाहिँ फुल छिटा सेवा यान्छौँ ओठेन तु ज्योति रेकर्ड ओठेन तु छिउ अनुप दाइयो हाई रेज वेकअप इन्सा न तको चाहिँ मेम्बर जुसान वेकअप नि थै छौ संस्था अलग थै छौ कम्पनी अलग वेकअप इन्सा चाहिँ फुले छिरा सेवा यान्छौँ हजुर जस्तै विश्वास जुयुप्ति खमले टेक्निकल पार्ट चिसन सोया जना दिएको छ गयो छिटा चाहिँ गयो किसिम उपति चुनौती भयो नगद नि जुन छो इभेन्ट म्यानेज याबले हामीले प्रोजेक्ट बाजा नेपाली उपरि सुन कार्यक्रम याबले चाहिँ नि छो म्यानेजमेन्ट हर्डल स्टाफले चाहिँ जस्तै आर्थिक चुनाचौँ कारण हैन बिपु उपरि छौ आर्थिक उपरि पेन छौ समस्या ल अन्थालको खवयो जुल छिसो चाहिँ कार्यक्रम त सुंगु भाग विभाजन ना चाहिँ जेना चुनाउलो कार्यक्रम सो हैन यो तयारी कार्यक्रम यो दौरान वो कार्यक्रम सिरे हुनका जिमसन हामीले न वो सुंगु पार्टी चाहिँ विभाजन नि हो अफो दक्ले मेना ट्यामा होला कार्यक्रम जुइन यो खनि छ स्पोन्सर नाप खलाउन सिका हरेक चीजहरु हरेक ठासे चाहिँ मनोट नाप सम्बन्ध तया जाया उपरि चीज फुकम प्रिपरेसन यो हो जुइ अहिले दक्ले पासनि जोस दुपटी आटक जिम त चाहिँ ज्याबले न्याइसना छ ठाकुर यो ठोठा सेडु तर न्याइसो पार्टी हो वो प्रिपरेसन दौराने छ अन पासनि दुनजना म्युजिक प्र्याक्टिस ना चाहिँ जिमिन भ्याउना चाहिँ अन फोन ना चाहिँ होला आटक चाहिँ एकदम न्याइसना छ हुन्छ ठो चीज त लिपा अझ सस्टेनेबल रूपमा न्याइटला मिलाले यामा होतनि जिम कोशिश ना छ अहिले कार्यक्रममा दौराने न जिमसँग सोचेन यहाँ आटकला बालका सपोर्ट भया छौँ जस्तै जिमे अब त या छ संघ संस्थान जिम त सपोर्ट ना छौँ दुए जुल वो बाहेक न विभिन्न म्युपरि जस्तै सामाजिक संस्था एसोसिएसन त महानगरपालिका ठेन्टो जाबिन्छ जिम त मोरल व फुपरि म्यु सपोर्ट ना बिउ कारण हैन ठीक जु तुसिया तरौं स्केल या त चाहिँ नि अझ न तरौं प्लान त यामा आउट नि जिमसँग वो हिसाबमा खन जुया छौँ
जिमो यानासँग मेउ छौ पार्ट हो चाहिँ नि कार्यक्रम सिरियस हुँका त्यो कार्यक्रम गर्छु ल त्यही हिसाबमा चाहिँ नि सो बालो छौ डकुमेन्टेसन रिपोर्ट न एकदमै जरुरी हो अहिले जिमो रिपोर्ट त्यही हो चाहिँ नि खाली वो लिखित आखा यो रिपोर्ट जको मुखो कि जिमोले टोटल ऑडियो भिजुअल रिकॉर्डिंग है युजुअल नि सा आखिर जिमसँग यानासँग चीज त्यही हो डकुमेन्टेसन हो हरेक पुलाउ चीज त रिकॉर्ड नाच्न जुल म्युजिक है सो ठोय प्रोग्राम त न डकुमेन्टेसन याना ठोय चाहिँ नि बालको प्रस्तुति आउ अहिले ठोय चाहिँ नि वे नेक्स्ट लेभलले गेना आइक्यो मलाई कने नेपाल जको मुखो कि संसारभरि नेपाल त गेना चिने आउ नेपाली लोक म्युजिक त गेना चिने आउ नेपाली वे थेन्डु प्रोग्रामिङ सिलसिला चाहिँ जस्तै झिस आइट चाहिँ ठो फेजे चाहिँ झिस पहिलो फेजे चाहिँ झिनेवा बाजटेवे ज्याजुना न्याउन्यु वे वे बाजटेवे चाहिँ झिस चाहिँ विशेष थासे चाहिँ जस्तै आ चाहिँ झिस नासा चुके यन्जुनु नासा चुके याबले न जस्तै दाफा परफॉर्मेन्सले झिस या हरेक प्रोग्राममा झिस दाफा परफॉर्मेन्स या गाज्नु झिउ ट्रेडिसनल गुल्न झिउ ट्रेडिसनल डु व फुक्क इन्क्लुडेबले छौ प्रब्लम चाहिँ गे खण्डु ढासा झि नेवा चाहिँ जस्तै नाच प्रोजेक्ट बाजे सुरी चाहिँ झिस प्रोजेक्ट बाजा छुख ढैबले न झिस जुन झिउ बाजा त चाहिँ झिउ फल्चा झिउ टले झिउ बाबैले गुल्न सिमिट जाजौ नि झिपिङके चाहिँ अटक्न चाहिँ वो भाजे झिस भरि चाहिँ चेन्ज या मफनी छ छौ प्रब्लम चाहिँ योकै खण्ड जाजौ जस्तै झिस थ्यो प्रोग्राम दु गनाउना चाहिँ झिस खलाउनीले थ्यो प्रोग्राम दु थ्यो चाहिँ छिकपिनिउ झिउ निवाटे लागि ख त्यहाँ चाहिँ झिस ढ्याबले न वेकअप चाहिँ गुली गुली चाहिँ स्टेज ठावेट चाहिँ वेकअप नि टिम वेकअप नि खल वेकअप नि खल चाहिँ पूजा त चाहिँ भ्री चाहिँ लिच्यु चाहिँ खण्डु वो लिच्यु कारण चाहिँ छुरा छ थ्यो विषय आटको प्रोग्राम छुन मुजु कारण चाहिँ थो लिचला चाहिँ खण्डु तर चाहिँ वे चीज त चाहिँ झिस चाहिँ अझ चाहिँ फुक्क थासे चिनायामा झि थयो जब म के फया फटली झिस संसारभरि चिनाया झिउ म्युजिक त संसारभरि चिनाया मा त्यही कारण झिस ठु न्यागा छु ल हजुर अन्ठालक चाहिँ भ्रेज छिट चाहिँ ठाकुनी खण्डनीका अझै अहिले अयो अवस्था चाहिँ सिक्किमसँग घेना हबे कटिन त चाहिँ नि छौ कन्भिन्सन आदि त वेट चाहिँ नक्टिन धैरी चाहिँ खला ठोय ख झिउ थे यामा झिस थे ठुक्ठौ वनीमा त्यहाँ चाहिँ अनिपे सम्बन्धित चाहिँ म्युजिक एकदमै बालको जुया चोपी या म्युजिक त एकदम नजिक ठुया चोपी मन्डे त चाहिँ झिस स्पेसली खलाना न्याना चौँडु आटको चाहिँ तर न भरिज थाकुए अवस्था दुगा आज झिस चाहिँ कन्भेन्स चाहिँ झिस चाहिँ या त चाहिँ आटक न थाकुनिएका जस्तै छ चाहिँ लागि चुनौती तले सीमित जुयाचौपट्टि बाजा जस्तै वो सेन्यु तौर तरिका न पुलाउ या तिनी मखला अले तले थाना थयो थासेला ज्या चले ज्या छ निका तर थयो थासम प्याउनी बले विभिन्न कम्युनिकेसन या मेवे किस्म या मली प्रोफेसनली या मली सायद तोल प्यावेले चाहिँ कम्युनिकेट या थाकुला थछौन पोइन्ट जुल थाकुया चाहिँ कारण चाहिँ अहिले उकै लागि चाहिँ नि सही तरिका जस्तै आधुनिक ढङ्ग चाहिँ झिस टले चाहिँ नि प्रशिक्षण माहौल न देखाउने माउ खन्दु प्रोजेक्ट बाजामा चाहिँ ठो चिज त याकी याना नचुनुडु जस्तै झिस नुनुपी जस्तै इन्ट्रेस्ट रुपी नुनुपी कलाकार त चाहिँ डावे इन्ट्रेस्ट रुपी चाहिँ झिस थपिन्छ है सो चाहिँ पद्धति सो ताल पद्धति स्वर पद्धति ये देखा चाहिँ झिस ज्या चाहिँ न्याका चुनुले बिस्तार तर चाहिँ ठे चीज चाहिँ झिस चाहिँ टले चाहिँ ठर्ना न्याका पनि फट ढासा चाहिँ ठर्नु झिसकै ठो उद्देश्य चाहिँ पुरजी चाहिँ खनि दुगा तर चाहिँ ठुकै लागि चाहिँ संघर्षला जस्तै सिक्किमनिम्ति ठो जुन प्रोजेक्ट हो उकै लागि चाहिँ नि गन गयो मतलब चाहिँ ग्वाली बस जुठे चाहिँ सिक्किमसँग ट्यागली नगर्ने खास पासमिङसँग ढ्याछौँ ख ठुके जोडे जुइका जस्तै हरेक चीज सो पर्सेप्सन दिया छ जस्तै संगीतकर्मी पासपिनियो पर्सेप्सन दियो चाहिँ नि संगीते लगेजो पिन त गेना ठका हो इम त गेना अब व्यक्त एक भी हो मलाई ठासै गेना उ चीज त प्रस्तुतिकरण यके त्यो चीज यो को फोकस या छ लो अहिले जस्तै म्युसो पर्सेप्सन सुरु रावले चाहिँ नि उ चीज त स्वीपी संगीत ठुपिन्छ उ चीज त इन्ट्रेस्ट या सोयाबी बिला ठौ ठासै दुका तर जस्तै थयो जेनेरेसन दु जुन चाहिँ ठौपटी म्युजिक छि उले नलेज नम्बर इन्ट्रेस्ट नम्बर अझ पुलिस यहाँ थौने बि यङ सर्टेसँग अझ सिनेमा मस्यो सायद अले ताले उ ऑडियन्स जन अफ फर ठौने ताले चाहिँ थनिउपटी छियो कोर छिउपटी रुट सुख दिउपटी सिका प्याउना उ चीज त व्यक्ति या फस ठौ आइडेन्टिटी अझ बल्लायो खनिसा ताले
वो पार्टे न झिट चाहिँ नि इभन दर्शकै त न एजुकेट या म खन्डु छ ठन्ठालको क्वालिटी दर्शक उही लागि न सिक्किमसँग चाहिँ छु अयुक्ति प्रोग्राम त नाचायुपट्टि ग्वालीको वो खन्छ ठन्ठालको जुरे जुएको खास चाहिँ जस्तै संगीत लपिन लाबिन त ठकायो इम त प्रपर छौ ठ्याबियो वो थौ ठासे दु अले वो संगीत त महसुस यपि सुइपि दर्शक त मलाई आइ त विदेशी दर्शक टोटी नापा झिट है नेपाली जम्मै दर्शकै माउरो छिट मलाई वो न्युटन चाहिँ ब्रिजिङ याउ लागि चाहिँ फुलाउ गुइयो खन टोट मजिल छि ओरिजिनल चीज न टोट मजिउ चीज तर हान वो एज केना जुनले न मिले मजो ढाबले चाहिँ झिट ग्वाली माउट हो छौ चाहिँ मोरल सपोर्ट न माना चाउँदु ठो संगीत कर्मी पिन्छ हैन छौ सपोर्ट यामा गन्थालक ढाले सिनियर पिन्छ जस्तै छिरा चाहिँ नि नाचा जुन सुरेश दाइ रे हैन अन्ठै जापिन्छ यो कोइ सपोर्ट ना चाउँदु का फुलाउ चीज त फुलाउ तरिका जको मको नुगु तरिका गेना प्रस्तुति आउट यो चीज गुली थासे साथ फ्युजन यो खन्त हुइजी ढाबले थन्थालक छिरा ग्वाली माला चाउ चाहिँ छौ एजुकेट गेना याउ ढाबले छौ अवेयरनेस गेना हाउ अले छौ चाहिँ फेर गेना फैला याउ उके लागि चाहिँ छिटा ग्वाली त या न टेबो जको बिउ ग्वाली जिउ मको मला ठुके लागिला ठासे ठासे आवाजुन माला ठासे ठासे सही ढंग प्रोग्राम त याउन माला अले छक याना यको समय तक वेट रोके न यामजो वेट कन्टिन्युअस न बिमा लिन्छ हामीले वो कमिटमेन्ट चाहिँ मेम्बर पिङके डुज ल तर वो चीज त चाहिँ छौ मिसन देगा है एक माउपटी ग्वाली चाहिँ माला चाउँदुगा सिक्किमसँग जुन थो बाजा 12 मासे धुन भगा चाहिँ जुन याना चुना दिएको वो चाहिँ नि एकदम चिगु थासे जस्तै उखुन जिना चाहिँ नि वयास वया सिलो धुन सिलो फेस्टिभल इन दरबार याना दिबले चाहिँ जी चाहिँ अनु छुखन दास जस्तै दर्शक पिन्यु लागि चाहिँ नि चन्द थ्यामहरु एकछिन मछि मछि चना न सोयाजन दर्शक पिन छौ हिसाबमा दर्शक पिन्केन म्युजिक प्रति यो मायाला दुए जुलो वो हिसाबमा जिसा सोय फेव गेट जस्तै वे थासे चुनेनु कारण चाहिँ छुख झिसो चाहिँ यलो लाकुई चाहिँ नासो चुके चुनेनु कारण चाहिँ छुले धाबले चाहिँ ओ नासो चुको छौ थयो थाया खगी जुन चाहिँ जुन थो झिउ म्युजिक त चाहिँ सृजना जु ठो ठन्टाको डेभलप जुले वो ठायो यो कोइ टडौं लाटु सासा गुल्न एन्जिन म्युजिक त जुन मल्ल पिरियडे थो दाफो त गुल्न प्र्याक्टिस गुल्न कम्पोज हुई वो ठासो चाहिँ वो ठासे चुना गुली गुलीला वो ठासै कम्पोज जुया प्याउनु दु प्र्याक्टिस अने जु जस्तै नाच त कार्तिक नाच दु हरेक नाच अनय चले जु वो जुया चाहिँ वो नाच चुक ये ले कारण चाहिँ झिउ जुन ठो परापूर्व कालन यहाँ चले जो बाजा त ढु ठो बाजा चाहिँ सृजना जुइटा ठो ठुली डेभलप जिउ चाहिँ जुइटा चाहिँ अनि यो कु लाडु कारण झिसा वे ठ्या चाहिँ एकदम झिउ लागि एकदम पर्फेक्ट ध्या चाहिँ लेयो कारण चाहिँ मेन चाहिँ ठोका सासा गुल्न खला ठौक्ने राजा ना क्याबले भन्छ आफ्टर द फिल तर झिसा चाहिँ छा छ झिउ सोया उनीले झिउ दाफा मे थयो शैली कम्पोज जुइगी वो समयले गु राजा पिने शासन काल दु वो राजा पिने ना वो चाहिँ लास्ट अन्तरा चाहिँ अन्तरा चाहिँ उल्लेख जुया छौँ यहाँ ढुका दाफा भजन यो छपु मे चाहिँ यक्कु मे गुली मे चाहिँ मरु तर यक्कु मे चाहिँ गु समयले कम्पोज कम्पोज जु ख वो चाहिँ उके उल्लेख ढुका प्लस चाहिँ मे छु खजुल लाछ झि नेवा राजा देश चाहिँ मल्ल राजा देश चाहिँ थपिन्छ न यक्कु मे त कम्पोजेन्ट ढुका जस्तै सिद्धि नरसिंह मल्ल चाहिँ वे गयो चाहिँ 35-36 वटा वे गर्न थमेसा कम्पोजेन्ट मेथड डु ओथेन्टु योग नरेन्द्र मल्ल कम्पोजेन्ट डु ओथेन्टु झि श्रीनिवास मल्ल कम्पोजेन्ट डु विष्णु मल्ल कम्पोजेन्ट डु भूपतेन्द्र मल्ल कम्पोजेन्ट बसन्त मे वे पिन्छ कम्पोजेन्ट एन्ड डु त्यसै दाफे चलन चाहिँ एकदम हाइलाइट जो चाहिँ मल्ल राजा पनि पाले खण्डु वे इन्फ्लुएन्स चाहिँ मल्ल शासन हुनुका सारा पिन्छ टाक्न मे कम्पोज याउ चलन दुछु वेको पिन्छ न झिउ ढाफे मे त युको कम्पोज ना झारु जस्तै रणबहादुर शाह पनि पाले प्रताप सिंह शाह पनि पाले जस्तै अले झि राजेन्द्र वीर विक्रम शाहदेवी पाले जस्तै झि नेवा यो छौ प्रचलित मेडु जय नमो श्री बुद्ध भगवान वो मे चाहिँ सुरेन्द्र वीर विक्रम शाहदेवी ओके चाहिँ गण बज रत्न साल श्री सुरेन्द्र महाराज ध्यान मे वर्णन यन्दोडु
वो चाहिँ न झिसा चाहिँ मेन आँखको सन्दर्भ चाहिँ त नाच्न नाच्न चुके हुन वो कारण चाहिँ झिसा चाहिँ नाच्न चुके ले माउ कारण चाहिँ वो तर सोगमे भाज मेज पनि चाहिँ छौ छुगु नासु दुरासा ठ्या मगा त रह्यो कि चाहिँ दु ठुके त चाहिँ छिकपिन गर्ना सोयाली ठुके छौ जिन छौ प्रसङ्ग जोरे या जस्तै जी नाच्न चुके फर्स्ट टाइम धुवाउनु त हो लगभग 1.5 वर्ष त अथे रेकर्डिङ हे दौरान हे धुवाउनु ख अन चाहिँ पास पनि छौ श्वेत गणेश थाउ चरिया प्रस्तुतिको लागि चाहिँ प्र्याक्टिस जो आजौँ खनि अहिले अन इमी प्र्याक्टिस याइबले चाहिँ लाइभ हिसाबमा या इमी तयारी नाचौँ खनि डान्सर पनि चाहिँ अहिले पेमुनियामा डान्सर दु याबले म्युजिशियन पिमाओ अथवा डान्सर न म्युजिशियन न पालत ल्याटिन जग्गा प्र्याक्टिस सुर जिउ जाछन् अहिले छक म्युजिशियन दैले छक रेकर्ड न भ्यू सब जिबी थथापि न प्र्याक्टिस याद दै ताइहो खे चाहिँ नि जीवना रेकर्ड याउन था जी नापा द्वाउनी या मनाउनी नासन चुक ताइहो था चाहिँ द्वाउनी बेले चाहिँ छौ अचम्म या भाइब दुखनी गा फिलिङ्स वे छौ सायद कारण नाप अनु वया थासे नासन दियो विराजमान जुलम विशेष ना चाहिँ कार्तिक नाचिटा चाहिँ वो दरबार एरिया जक चाहिँ साधै नाच परफॉर्मेंस कार्तिक विशेष ना कार्तिक नाचो छिटो अनडुनिउ चाहिँ झ्याजोइ लागि के तैतो अले वो कार्तिक नाच चाहिँ प्याखम मोट बाइक मेपि नाना वन मरु गर्न वो कार्तिक नाच सु इन्भल्भ दु प्याखम मोट अले बाजा थाइपि मेन आया त बाइक मेपि अन चाहिँ पिनि पि इन्ट्री चाहिँ द्वाउन मर रह्यो जोठा दुनी चाहिँ इन्ट्री अटक न मर्ने गयो हजुर छिकपिन अझ न प्रोजेक्ट बाजा यो विषयले छिकपिन चुनौती आरो अबरो यो विषयले खनान दिला हाक्न ज्याजुले बचाएको दिबाई जुदिङ दो सोकुम बाजु मेजुबी ज्याजुले हाक्न बचाएको दिबाई जुदिङ दो त बचाएको दिपाली पा हाक्न ल्याउँदा निको खलामलाई छिकपिनको यहाँ निवेको हेजी आरासे पलको ब्रेक सोकुम बाजु मेजुबी त बचाएको दिपाली पा हाक्न छिकपिन द लस्को सेना जना ज्याजो सेलेब्स टक टाइम सोया जना दिएको दु छिकपिन छ अहिले थौया ठुकु ज्याजो सँग जिमसा मु पाको थ प्रोजेक्ट बाजा नेपालया अध्यक्ष फिरोज बजाचार्य सचिव विश्वास बजाचार्य नाप कोषाध्यक्ष बिपु श्रेष्ठ जुया त खलामलाई नीति बनाएको दु जासम भएको पि नाप हान ल्याउँदा निको खलामलाई या नास चुके बारे चाहिँ सँग गतिन खल नाच्नु जुल हाक्न नास चुके ल्यायो कारण चाहिँ सुर्गा हानस कबे जी थय विषयले नास चुकले नापा द्वावना अनि योपटी माहौल चाहिँ नि बच्चा एकदम पीसफुल खनिद त मलाई जस्तै कोर मंगल बजार एरिया लासा तकन बच्चा दुनी ला हो था जिसम अले जिगु ज्या अनुसार रेकर्डिस ख जिगु रेकर्डिस ज्या जु कारण चाहिँ थो थासे चाहिँ नि बच्चा म्युजिक त रेकर्ड याद दस जु तायो मने होला वो टाइम में अले अन कार्तिक नाच संरक्षण समिति या मनु पासमी लिसी उज कया चाहिँ बिपु लुबु महालक्ष्मी दाफा खला यो बडी छौ सेसन चाहिँ अन रेकर्ड जो जुला उबले चाहिँ अडियो भिडियो छक्न याना अले सेटअप सिधल रेकर्डिङ यो लागि जी जिगु ज्या रह्यो माइक्रोफोन हरेक चीज सेटअप तुंगा जब रेकॉर्ड ऑन जी अले जी सुनको चुनि ज्या ख वो थासे चना जी अन बजे जे आछौ दाफा म्युजिक जुन बिफु युपति टिम यु पाखे प्रस्तुति जे आछौ अथवा रेकर्डिङ जे आछौ नेना छ वो चुके चाहिँ नि हेफसौ पनि हानो मेरो म्युजिकल भाइब चाहिँ जी फिल याना थो थासेला जिउ थयो ये म्युजिक असि सुजु खनी थयो थो थासे चाहिँ नि जी थयो म्युजिक चाहिँ प्रोग्राम यु किसिम चाहिँ न्यागाउनी माली थे जो या फर्स्ट सोच होला अले वो सोच हान पटिजा मेरो किसिम जेसँग सोचे या खस जस्तै छि यो क्लासिकल म्युजिक शास्त्रीय संगीतको लागि जिरा नेपालले यो कुथा बने जो आउँदो किरातेश्वर यलमाया क्लासिक वो क्लासिकल विधायो लागि चाहिँ नि वो इपि था बने जो आउँदो ल अले जुगु मने चाहिँ आ थयो छियो थयो म्युजिक यो लागि चाहिँ नि यो प्लेटफर्म गर्न न खन्मर्ने थयो बाला भाइब दु थासे चाहिँ नि थयो म्युजिक कन्टिन्यू हैन आउनेमा टोल टोल मनु त छिस आयो लागि रिक्वेस्ट न जिउला गेना जिउ अछि सदा या वो थासे चाहिँ नि प्रस्तुति याउपटी चाहिँ प्लेटफर्म छौ डेक माथे जोंदै या चाहिँ वो विचार अनुभव जुलका हजुर अयो आज चाहिँ सिक्किम गेट डु हजुर
अहिले नगति चिसमा चाहिँ जुन राजा पिनसँग कम्पोज जाना त हरेक भजने चाहिँ वेक अपनी नाना चाहिँ मेंशन दु अयु खलाना दिल वो पीरियड से कया आयु ई तक वबले तो जुन दाफा भजन दु ओके गयो किसी मो चेंजेस त बोला झिउ मेन उद्देश्य न ठण्डालको खनिदु जस्तै प्रोजेक्ट बाजा चाहिँ ठोए जस्तै चिसमा दैदी थिए चेन्जेस छन् चाहिँ ठन छुजुलो धासा चाहिँ झिउ पद्धति चाहिँ आत्तकन क्लियर चाहिँ जस्तै रागी सन्दर्भ चाहिँ झिउ जस्तै राग गौरी धाई राग नतबिला धाई राग पटमञ्जरी धाई राग कौशिकी धाई राग विजय धाई तर नाचको छु ल राग गुक्छ क्या ठो राग एक्चुअल चाहिँ नोट त छु मलाई वो चाहिँ थन सी मरे आजु छु स्वरूपे तनाचो दु ठन एकदमै अलमल जु अवस्था जु आजु दु ठण्डाल आज जस्तै दाफा नतिनी छिस रागी विषयले खलाना जस्तै छौ टला मेउ टले राग काबले उ राग फरक जु आजु जस्तै छम गुरु छौ राग ठन सेन दासा वे राग विजय मेम गुरु अनु मेथा वटोले गेख अले वटोले गरेख अर्जगे जुइज न वो कारण छुले धाबले चाहिँ गरी सेनाटल अर्जगे हाल्यो उइटा चाहिँ वो राग एक्चुअल छुखले अनुसन्धान चाहिँ मरु खण्डो ठन मलाई वे चीज हिसन ट्राई एन्जन दु तर थाला यो कोइ थाकुनी जस उल्मछि दाफते रिसर्च जना उल्मछि टले जुया चाहिँ या त समेला काइटिन तर आ चेन्जेस विषयले चाहिँ आटक चाहिँ डाफाले चाहिँ खासै चेन्ज वो चाहिँ खनबर्निका जस्तै नाच दैथे जिम गुरु सेन्टौ जिमी थरे ख जिमठा थरे वो छौ पदे चाहिँ झिरा दनी तर उके लागि चाहिँ छु फरकको चीज मको अशुद्ध जो चीज जो चिसा मिलायो ख मलाई वो पुरै चेन्ज यामा हितमा उठेला मोरो ठटा पिन्टा टले घेना थान्छौ ख एना न थाजु तर घन अशुद्ध जो चीज त रागे अशुद्ध जो चीज त वो चाहिँ झिसा भरेछ चाहिँ गुनी माथे जौ जी विचार ले कम्पोज विषयले खलनले चाहिँ राजा पिन्सजको मखु राजा पिन्स के कम्पोज यन्त्र वेक अप इन लाडु ठो म्युजिक दाफै म्युजिक खेले चाहिँ वेक अप इन वो टाइममे अझ सक्रिय थियो चीज चाहिँ खनिदु तर अहिले जस्तै टले पि म्युजिशियन के छ टले पि गुरु पिन्सन युकु मे कम्पोज यन्त्र दु वटक जे थने डाइरेक्ट आटक रिसर्च खण्डु हिसाबमा चाहिँ दक्ले फुलाउको मे झिगे आटकै झियो रिसर्च अनुसार दक्ले फुलाउपट्टि मे प्रताप मल्ल या का चाहिँ पार्थिवेन्द्र मल्ल वेकै पाले चाहिँ कम्पोज याचो मे छफो खनि ढुका आटक झियो फुलाउ मे अहिले चाहिँ बने पाइयो चाहिँ गुप्ती गुली मतलब गुप्ती समयले चाहिँ कम्पोज गुप्ती खर जस्तै वेकै शासनकालले जस्तै 14औं शताब्दी प्रताप मल्ल धाबले छिसङ 17औं शताब्दी लावल जा आटक झिके खण्डु अहिले गुली मैथिली भाषा न दु वो मैथिली भाषा झिस चाहिँ स्वेबले चाहिँ उइसाना योक्यान हो खण्डु आटक झिस चाहिँ झिरुसा चाहिँ खण्ड्या छौ अहिले चाहिँ मियो छौ चाहिँ बनेपा चण्डेश्वरी यो चाहिँ छफु मेडो वो मे चाहिँ नेपाल मण्डल चाहिँ झिउ आइले झि सोनिग वो टुक्रे मजुन जस्तै यक्षमल्लै पाले वो टुक्रे जु हजुर यक्षमल्लै पाले चाहिँ झि काठमाडौँ भक्तपुर झि अलग अलग जुया हुन्छ ल हजुर वो टुक्रे जुइ धुन साथे वेकया यक्षमल्लै का रणमल्ल दु वेकयु टाको चाहिँ मे झिउ आटक फुलाउ मध्ये चाहिँ वेक अन्ठा टाको चाहिँ झिउ मे खण्ड्या जौ दु अनलिप चाहिँ आ झिउ गुली सपुट तन गुली नुनु सपुट चाहिँ होला फुलाउ मे त कम जुजु हुन जस्तै आजुपी मरिया हुन फुलाउ मे त बन्द जुजु हुन उली चाहिँ खण्डुगा समस्या न वे जस्तै आइमसा चाहिँ नो जेनेरेसन र चाहिँ नि थयोप्टी ज्ञान हस्तान्तरण मयाउ खण्डु मयाला धामीले मजु याला उली यानाला छना जाउँ तर चाहिँ पद्धति चाहिँ भरि चाहिँ झिसा आयो समयले थयो झिउ आधुनिक जमाना हरेक चीज चाहिँ झिसा चाहिँ टेक्नोलोजी दु समयले न झिमी वे ध्या चुना चुनकी चाहिँ झिमी अझ न लिउन लाग्ने जस्तै सो एक्जाम्पल चाहिँ छुटो ढासा चाहिँ गुल्न नेपाल पिनियो बाजा त चाहिँ जस्तै आइ त झिसा विदेशी बाजा धामाल विदेशी बाजा त चाहिँ ठौकुने चाहिँ गुल्ने बाजा त यो हिस्ट्री चाहिँ उ बने जो हिस्ट्री चाहिँ 300-400 वर्ष न चुए मर्ने मलाई वो बाजा ठाउँ वर्ल्ड वाइड जुया जाउँ दु मलाई तर झिउ 1500-2000 वर्ष जुन चाहिँ झिस हिस्ट्री आटक मालमुफी बाजा चाहिँ झि हामीले न बाबै वो पार्टी सुजा सिमेट जुया जन वो खैटा चाहिँ झिसा चाहिँ अझ न बिचाया माथे जोंगा प्रोजेक्ट बाजा न चाहिँ ठे खैटा चाहिँ बिचायना झ्या न्याचो तर प्रोजेक्ट बाजा छौ न जति या एउटा सम्भव दु चीज ल खया मको हरेक तवर चाहिँ हरेक थासा चाहिँ ठुके त बाजी भए माउ चिकबिन जरुरी खाना दिए आ चाहिँ नि चिकबिन खुन्ति नि सिलु फेस्टिभल इन दरबार गायना दिलस ओके चाहिँ चिकबिन मौसम गुलाया बखते
थोइगु धुन सिलु वो धुन चाहिँ ठाउँ ठुकु ज्याजोसँग सोगुमी बाजु मेजु पनि जिमसँग प्रिमियर याति नगुदु सोयादिसँग सोगुमी बाजु मेजु पनि सोयादिल प्रोजेक्ट बाजा नेपालले न्यबया सिलु दुनिया प्रिमियर सिकबिन्छ आमा खलबलाए सिलसिला दन्याके जस्तै थौतक आतक मतलब छिकपिन्छ त प्रोजेक्ट बाजा नेपाल युक्ति जुन व सुरु या सान छ आतक इले चाहिँ छिकपिनी अनुभव पछ पछ कनाडी छ जस्तै जिन्याबले न म्युजिशियन पास पिन्ट चाहिँ जिको छ अप्रिसिएसन ज्यास नि हो बाजा जग थाहा छ मुख कि वो बाजा युपटी इतिहास उकेपटी हरेक लिउँचोपटी चीज देर न एकदमै अध्ययन याउपटी पानी पास पिन्ट दु चाहिँ जिको लागि एकदमै इम्प्रेसिभ अहिले जिको लागि छो स्रोत इन्स्पिरेसन यो स्रोत नभएका जस्तै जिको इन्ट्रेस्ट हो चाहिँ नि यो चीज त न घेना फैलायो पोजिटिभली मलाई बजारीकरण ढाल जिपी सक्सेटा मार्केटिङ मानिस ढाबले थयो बालो चीज पासमिन्छ न्यभया छौँडु वो चीज त चाहिँ नि संसारै घेना फैलायो झिर ठो चीज चाहिँ एकदम बामा द्या खास मन त कन जरुरी मोरो ठो अठ्या बामा ठ्या बामा चीज अठ्या प्या तर वही त सही ढंग सही प्लेटफर्ममै घेना लाग्यो जस्तै जिमसँग छौ सुयाना ढाबले चाहिँ साकुरा फेस्टिभल ल्या नेपालले कजुरका जापानिज डेपटी साकुरा फेस्टिभल नेपालले जुल वो टाइममा चाहिँ नि पासमिन्छ अनुना झियुपटी म्युजिक त फुक परफर्मेन्स बिलगा तर नाप नाप जापाने न लोप जित समपटी छौ जापानिज धुन त चाहिँ नि झियुपटी म्युजिक इन्स्ट्रुमेन्ट बजेना चाहिँ परफर्मेन्स भ्यूले जापानिज त एकदम गजबका एकदमै नेसनका वो चीज त चिसोको दाफा शैली यहाँ प्रस्तुति अनुभव होइन र चाहिँ नि जापानिज टेबल लागि चाहिँ वो छौ गजबपटी छौ इम त अनुभव जले छ अनुभवले नकन फिरोजन सुराएर छ ओबले बजेजु धुन चाहिँ साकुरा ट्युन हुँदैन साकुरा जुल म्युजिक चाहिँ इन्स्ट्रुमेन्ट चाहिँ झियुपटी म्युजिक दाफा स्टाइल जुल ओबले चाहिँ छौ नुगुपटी वर्ड छौ प्याउ जापानिज दाफारे हजुर सो जिटुको कनेक्ट या नजैपटी अनुभवीपटी विषयले खल्नमले चाहिँ नि थयोपटी नि मेपिनी इमकेन मेपिङकेन थौवे म्युजिक दु झिकेन झिके शैली जिउ दु अल ढाबले चाहिँ नि उछौ फ्युजन याबले न नुगु चीज प्यावे मके एकअर्का त सम्मान हैन निमेसु न ओरिजिनल चीज त तया न हानस खबै त न्यभयोपटी तरिका त जिगु लागि चाहिँ आत्तकले त एकदमै छौ न्यसोपटी छौ अनुभव चाहिँ ठोका अहिले ठोनापनामा चाहिँ मेउ चाहिँ बिस्तार ठो झिउ नेवारी म्युजिक नेपाली म्युजिक झिउ ट्रेडिसनल म्युजिक दिया इन्ट्रेस्ट मोरपे नेपाल गट्टा गुली मनोर आना कन्फ्युजन सुराबले क्लासिकल म्युजिक ट्रेडिसनल म्युजिक लोक म्युजिक फुका छौया ख म्युजिक इज म्युजिक ओके उटी वो सेपरेसन दे भयो मसुनी मलाई अहिले थन कम्पिटिसन योपटी खप्या है छ नि एछिम होला वना प कम्पिटिसन खनला ठरखन ड्याटै खास मखो नि छ विधा फरक छ गन कम्पिटिसन चाहिँ सकले ठौठो विधा जना चाहिँ यहाँ नाच्नु नि ढाबले चाहिँ जस्तै मेउ गुली चाहिँ संगीत योपटी ग्रुप त ठोक्ने गुली चले जाछ बिटे अनपिन्छ झिट सटे चिसा वेक अप इन्टर सटे जिबि नप ज्या जौडु सारा सा ठुली चिरो ठासे चना झिपे सनाचनो दु ठो चीज तला नप मिले चाहिँ पिनिङ के माउदु नि सा ढाबले वे कोशिश न जिमो छ अनुभवी योपटी पार्ट जा जौडु ठौ पनि सो जुगो अनुभव चाहिँ ठड्डु छिसा चाहिँ नाच जुन
14औं 15औं शताब्दी 16औं शताब्दी जुजु पिनिउति बारे छिसा यको अदिन यानाहरु खण्डिल जस्तै छिको ख अनुसार चाहिँ वइलन चाहिँ आटाको वेबले चाहिँ जुन खास दाफा भजन युक्ति जुन स्वरूप दो वो चीज त चाहिँ नि घटना अझ यङ्क्यो विचार सिक्नु अझ गुल्ला नआउनुको दोजी गथिना यङ्क्यु धाबले चाहिँ झिउ मेन उद्देश्य त होला वो पद्धति त बचायो ख वो पद्धति त अझ पलिस ना चाहिँ भेठाउने उइटा अझ न छिस अन्ताको चाहिँ घण्टाको चाहिँ आटा कम्पोज ज्याछौँ डु घण्टाको चाहिँ उयो पद्धति उयो शैली भने ज्याछ कम्पोजिसन भने ज्याछौँ डु अझ उही सानो चाहिँ झि चाहिँ पुर्खा चाहिँ अन्ताको यान तल आ झिउ पा खन्छ या आ झिसँग चाहिँ उइटा छुया फैले त्यहाँ चाहिँ झिपी आ झिउ प्रोजेक्ट बाजा चाहिँ ठुन डुवाला जाउँ वे सिलसिला चाहिँ गुली गुली जस्तै झिउ दाफा चाहिँ पोलिरिदम त्यहाँ चाहिँ आछि वेस्टर्न ढाबले चाहिँ आई भाषा ढाबले पोलिरिदम ढाबमा ल झि चाहिँ ग्वारा ढाब चलन्दु ग्वारा गोला ढाब चलन्दु आठो ढेउची छुले ढाबले चाहिँ ग्वारा ढेउची छौ सर्कल त न जने वो फिक्स कम्पोजिसन ख वो चाहिँ उइटा चाहिँ बिस्तार या त चाहिँ भेज ज्यामचिन छारा छ या त मया मुजु मुखु या जु तर न वो चाहिँ फिक्स कम्पोजिसन ध्याए छौ पूर्ण संकल्पित रचना ध्याए भने ज्या वो थयो एकदम उच्च स्तरीय कम्पोजिसन खका जी चाहिँ जु खला यो कुशा झिपिसा न एकदम बालापी संगीतज्ञ देशमा रिसर्चर देशमा चाहिँ प्रोफेसर देशमा चाहिँ यहाँ दौडु वेकअप न्यू न जी स्टडी याना जस्तै डाफा म्युजिक त्यहाँ चाहिँ जी रिचर्ड विडेस ढामेसा चाहिँ प्रोफेसर चाहिँ नेपालले चुना चाहिँ योको रिसर्च यान दिउदु वेकन न योको खञ्चोइ दिउदु तर अझ न वेकअप इन्सा चाहिँ जुन थो कम्पोजिसन देता चाहिँ तैदिल नि जी स्वेपले चाहिँ डाफाले जुन नाचा झिसँग गोला ख लाना नि वो कम्पोजिसन रहेछ चाहिँ जस्तै म्युजिकल हिसाबमा सेवले फेरि चाहिँ छौ चाहिँ एकदमै उच्च स्तरीय रचना झिसँग क्याफ होला उता चेन्ज या ल म सिस्टममा छि वे ख वे टेन टु वे एक्जाम्पल कया चाहिँ जी थमै सानो छफुनिफु मे चाहिँ कम्पोजिसन हुडु जस्तै लोप जी रुङगुप्ती जस्तै भजन त चाहिँ छिसा गुली गुली चाहिँ मेलोडी टन हुङगु भजन त जुन लिरिक्स बाकी त नि वे स्वरूपे वे रागे लागा चाहिँ कम्पोज जाना चाहिँ यङ्सर देता सेना वो जाना जुया चौँ ह्याना नचौँ वो ठेन टु पोलिरिदम या चाहिँ ग्वारा त कम्पोजिसन छफुनिपु झिन थमे सानो नु जस्तै महालक्ष्मी गोला या चाहिँ सोङ्गु ताले पिङ्गु ताले लागा चो जति पर्ताल अहिले चो जति पर्ताल सुङ्गु ख पिङ्गु छौ जति जुल छौ पर्ताल छौ चो सुङ्गु ताले चाहिँ तिमा राइ ठिट हो ठना चाहिँ छौ आटको चाहिँ वे चाहिँ एक्जाम्पल काका चाहिँ छिस चाहिँ ठन्टाको चाहिँ ठ्याङ्काका छौ हिसाबमा वो ननितेन नुङगु बजी मेजु त चाहिँ नि हाना छिसा छौ मकाटे हजुर वो देश वर्ण ढेउ छपु मे ढुका जी जुगु छे चाहिँ लुबु जुल लुबी चाहिँ लुबी त चाहिँ वर्णन याना ढेगाटो छपु मे ढुका देश वर्ण र्या वो देश वर्ण चाहिँ धाफै सपुले जको मे धनिका हो तर के मेलोडी चाहिँ तने ढुका अहिले चाहिँ आथ्यो वर्णन यातो मे थियो पावरफुल लिरिक्स दु मे चाहिँ हाक्न ढेगमा र्या चाहिँ वो चाहिँ जिसा एना चाहिँ ह्याका वो चाहिँ नु लगे लय त्यहाँ नु मेलोडी कम्पोज ना चाहिँ ह्याका अहिले वेट हन्टु नुए छपु चाहिँ नुए क्रिएसन चाहिँ छपु चाहिँ महालक्ष्मी गोला धैन यानुडु मेबी न मेउ न न्यू सङ कम्पोजिसन चाहिँ त्यसमा चाहिँ जुन फुलाउ लोप जुइतेङ गुप्ती राख्दि चाहिँ हाने चाहिँ के त सुरबद याना जुन जैना जुन जुन दिगु वचकु चाहिँ सोगुमी भाषा मिनिङ लागि निंगी जी जी छपु रिकम्पोज नु अथवा तन्नुको मेलोडी कम्पोज युनुपटी चाहिँ छपु लुबुइटा वर्णन याना ढेकाटोपटी छपु सुवर्ण छत्र लुबुइ जस्तै झि पुरी ढ्या ललितपुर पाटन त ललितपुर भ्याथे लुबुइ न चाहिँ पुलाउ ना चाहिँ सुवर्ण छत्रपुर धाइ अहिले सुवर्ण छत्रपुरी नगरी न ढा अहिले वे सन्दर्भे डुपुरी मे त छपु जी यान जी छ निंगी उके चाहिँ सुवर्ण छत्रपुर त वर्णन यान टडुवा ठुक्छ डुमे चाहिँ सुभरण छत्रपुरी नाम नाम वर्णन सुभरणपुरी दर्शन अधिक मनो होला हे
सुबिसमा सुबिसमा सकल सुरा वीर धाल नाम वर्णन शुभरान पुरी थुक्टा चाहिँ यो सुभाषित चाहिँ तन्त्यङ्गुप्ति जुन छौ भजन अझ न विशेष न लुबुयुप्ति विषयले वर्णन यहाँ र उमे सिसा निगरिला सुगमी पासमे पिनिनिति उके नितिसित यो सुभा अले त्यो प्रोजेक्ट बाजा युप्ति आगामी ज्याजोते युप्ति विषयले पछि चाहिँ गाउने आगामी कार्यक्रम त सुसुदु छियो प्लानिङ यो क्रममा चाहिँ जस्तै लोकल्ली टोले वना चाहिँ नि हरेक टोले यो म्युजिक त उजागर या प्लान दो वे क्रममा चाहिँ जस्तै हरेक थासे वना अन्योपट्टि लोकल म्युजिक अथवा म्युजिशियन इपिलिसी कोलाबरेट एना प्रोग्राम याका पनि प्लान दो जस्तै छौ थासे वना छौ प्रोग्राम या त त्या वो चीज द हाना चीज नासा चुके हाना प्रस्तुति या त्याबले छौ प्रोग्राम लोकल्ली जुई छौ नासा चुके जी एना एक वर्ष यो चीज प्लान यानो दो जस्तै आजै तत्काल छु अयो कार्यक्रम त जुइत्यौँ जस्तै 12 मासी ठुन्यो जुन सिक्मे उके विषयले लगे जुया जाउँदो जस्तै उखुन्तिनी गुलायो पर्व उके छोले चाहिँ छिपुन चाहिँ सिलु ढुन चाहिँ दरबार या चाहिँ सिलु फेस्टिभल इन दरबार जस्तै अब ठुंकायो ति मेउ चरने चाहिँ छुके ति प्लान छियो वो फेस्टिभल इन दरबार त यो छौ ज्याजो वो एक वर्ष यो बडी छियो प्लान ख जस्तै 3 महिना छौ प्रोग्राम चाहिँ फेस्टिभल इन दरबार त या नापा माघ पाखी 2075 साल ख लास्ट इयर चैत्र महिना यो समयले चाहिँ छिस बसन्त फेस्टिभल इन दरबार त हैन वो ढुंगा छियो थो श्रावण महिना ओखने तिनी 23 गते श्रावण 25 गते सिलु फेस्टिभल इन दरबार त हैन थो चीज चाहिँ नि मेउ न्यू फेस्टिभल चाहिँ छियो प्लान हे द न्यूज ल जस्तै आफै त्यो चाहिँ छु फेस्टिभल टार्गेट ला छि फेस्टिभ मुड जस्तै मनिसवन्ती या दु सायद छिस नामकरण याबले गेना या र वो प्लानिङ ज्या छ वो विषयले हजुर चाहिँ नि प्लस चाहिँ 2020 न न्याङवे चौडो न्यानी ठिनिया ढुङ्गो हजुर पर्यटन वर्ष हजुर भिजिट नेपाल ले टाइम भिजिट नेपाल झिउ आठो ठो एकदम झिउ लागि चाहिँ एकदम टर्नो अवसर तिनी जस्तै झिस जुन उद्देश्य जोना चाहिँ झिपि ह्याउना जुन हो हजुर ओके लागि चाहिँ ठो 2020 ले चाहिँ झिस चाहिँ ठ्यो चीज चाहिँ गुली याफु झिउ लागि उले चाहिँ झिउ ठो बाजे लागि झिस जुन उद्देश्य जोना जुन हो देश विदेश जोम्पी मनुटेसन चाहिँ झिउ विषय चाहिँ ओके लागि न झिउ प्लानिङ चाहिँ जुया छौं झिउ टोटल चाहिँ होल वर्ष झिउ प्रोग्राम या चाहिँ झिउ टार्गेट दु मासिक रुपे नि महिना छौ या दु तर चाहिँ ओके लागि या जक ध्यान मैले साथ सहयोग सकिन सहयोग माल वो चाहिँ झिसा चाहिँ प्रेज ओके चाहिँ प्रेज वर्कआउट या बाकी त नि हजुर छिसम सु टाइम नखा बस थपेर छ जस्तै थो आगामी दिने ती प्रोग्राम त यो चाहिँ नि झिउ ठौ ठासे चुना या बडी छौ प्रोग्राम यो सिरिज ला पास पिन्छ टायर बुझल बना पर्छ जस्तै थो नेपाल टुरिज्म इयर त चाहिँ म्याक्सिमम टु यो बडी छौ एक्सपोजर स्कोप न खछि यो लागि जस्तै झिउ कला संस्कृति खनाला जिठा चाहिँ नि झिउ पाउन पि जिठा वया छ खनि छ छौ झिउ प्रकृति बियाटोपति जिठा छौ गिफ्ट ठौ ठासे दु बना जिठा जिसा परम्परागत संगीत जुन ज्या छ झिउ परम्परागत शैली चाहिँ गुल्न संस्कृति झिउ गुल्न कला फुकन चीज त वे खना न वया छौ जुल वे झोले चाहिँ झिस नेपाल दुने ओ नेपाल पिने झिस चाहिँ नि रेगुलर रूपमा बिचे चाहिँ नि मोड्युसी एकदम हठाजना फ्रिक्वेन्टली मुखो तर पूर्ण तयारीका साथ संयमताका साथ पूर्व तयारीका साथ झिसा कार्यक्रम या उके लागि चाहिँ संघ संस्था त नप अथोरिटी लेभल एभ्री संघ संस्था त अरे नस्तो कमर्शियल संघ संस्था त नपन झि खलाबला ज्या छौं जस्तै एम्बिसिस नपन सुम्भछ खन्याउना छौं जस्तै जुन जापानिज झिसा चाहिँ खल्ला आफ्नो साकुरा फेस्टिभल योपटी उके नेक्स्ट लेभल छुले त्यही हिसाबमा चाहिँ नि सुम्भछ खचाहिँ ज्या छौं सो याक न न्यूनसम्पट्टि कार्यक्रम योपट्टि छौ लिस्ट चाहिँ नि जिसा चाहिँ प्रस्तुति जस्तै अथवा प्रोजेक्ट बाजा नेपाली यो पाखे चाहिँ थो ज्याजो सोया छौं पि सोकुमी बाजु मेजु बिन्यु नगि सु सन्देश दियो हजुर छिउ थो प्रोजेक्ट बाजा नेपाल यो छिउ थयु ए
म्युजिक वे त उजागर याउ छौ असी माध्यम जुला मंगला झिउ थयु ए म्युजिक त चाहिँ माया याना दिस हजुर सिसन सुन्दाखेरि हजुर जस्तै जिगु ठो रोल अनुसार जिरा चाहिँ गरिलगे जुराहरूले जियो दर्शक जुन्दै नि जियो पर्फर्मेन्स यनी पि सोइ पि दर्शक त वेगअप छिटो अझै यो मानिस सुना ठो सङ्गीत ठु वेगअप इन लागेला ठो छौ एकदमै बालो चिज ल तर अझ न ठो चिज त धापाला झे नेवा दाजगी जापि नेपाल ओडुङका विश्वभरि छिटो फैलायामा आउँछ नि सो जिमु च्यालेन्ज हो चाहिँ नि वो चिज त गेना सकिरहेको प्रस्तुति आ ठु च्यालेन्ज जिमु त नि तर जिमु छौ सन्देश चाहिँ सुरुहरूले ठु चिज त ध्यान ब्याटी छ ठुकै यो कोही चिज दु जिगु पाखे चाहिँ जस्तै गुल्न थो झिपुरका पिन्छ चाहिँ डेगवन त गुल्न चिज त ठौटाको चाहिँ छिटा चाहिँ ठनठेङ्काटो चिज देत चाहिँ चाहिँ युवा पिँढी युवा पिँढी मयाग चाहिँ सम्भव मजु त्यहाँ चाहिँ जे लगेज या चाहिँ गुल्न ठो झिउ परम्परागत सङ्गीत लगेज या चाहिँ यङ जेनेरेसन देत चाहिँ अझ बालका याफेमा ध्या शुभकामना देश चाहिँ आतको ठुके जुया मोचो पिन्त न केही हदसम्म चासो तया चाहिँ थयुए त्याका ठु म्युजिक त चाहिँ अझ न संसारभर चाहिँ बालकीय प्रस्तुति फेको चाहिँ सकिस्तान चाहिँ ग्वालियना दिँदा चाहिँ इना पेन्छु न योगो सुबह थगु मुवंगु इबिया थन स्टुडियो रेंगा खला बलाई निटिन साइड ल उके निटिन सिपिङ सकेस त योगो सुबह अले नाप नेपा च्यानल यो पाखे चाहिँ छ चिरंगु मति नाय छि सो सिपिङ सकेस निटिन जि लला स्वीकार हैन योगो सुबह हजुर सोकुमी बाजु मेजबी थौया ठुगु ज्याजो संजिमस मु पाक थ प्रोजेक्ट बाजा नेपाल या दुजपी अध्यक्ष फिरोज बजाचार्य सचिव विश्वास बजाचार्य नाप कोषाध्यक्ष बिपु श्रेष्ठ जुया त प्रोजेक्ट बाजा नेपाली विषयले कया यको खला बला त छिकमिनी गुन्या ने नेबया ठुगु खला बलासँग त प्रोजेक्ट बाजा नेपाली विषयले छिकमिनसँग यको चिज त ठिका दिल तैगो बला सकया जुना नाप नाज प्रिमियर जुगु जुन सिलुट हुन्दु त ज्याजो ढुंगा हागन छिकमिनसँग ल्याउँदनीको पाक सोयादि फै तासे थौया ठुगु ज्याजोसँग जि सुशील छैन बायाउनीको जफना चुना नेपाल च्यानल निरन्तर सोया जुना दिस सुबा